हेलो गुड मर्निङ। अहिले बिहानको 5:15 बजेको छ अनि आज म नाइग्रा फल्स जाँदैछु अनि रेडी भइसकेको छु। यहाँबाट लगभग 5-6 घन्टा लाग्छ होला। त्यसले धेरै सुन्नुभयो होला नाइग्रा फल्स यहाँ अमेरिकाको न्युयोर्क स्टेटमा पर्छ अनि यो धेरै नै फेमस छ। मान्छेहरू धेरै घुम्नको लागि जान्छ त्यहाँ अनि म पनि त्यहाँ जाँदैछु अनि साथसाथै मेरो साथी पनि जाँदैछ। अहिले हामी यात्रा गर्दै अनि बीच बाटोमा अलि आराम गर्नु पर्यो भनेर यहाँ बसेका छौँ। यो चाहिँ रेस्ट एरिया भन्छ यसलाई। यस्तो खालको रेस्ट एरिया तपाईँले अमेरिकामा ठाउँ-ठाउँमा यात्रा गर्नुभयो भने यस्तो खालको तपाईँले पाउनुहुन्छ। लगभग 40-50 माइल यात्रा गर्नुभयो भने त्यो ठाउँमा रेस्ट एरिया यस्तो बनाइदिएको हुन्छ। तपाईले हेर्नुहोस् यहाँ गाडी सबै गाडीहरू रेस्ट एरियामा आराम गर्नको लागि अनि टोयलेट बाथरुम केही खाउँ भने पनि भित्रै सबै कुरा राखिदिएको हुन्छ। वरिपरि सबै एकदम सुरक्षा हुन्छ। त्यस्तो तपाईले गाह्रो अप्ठ्यारो मान्नु पर्दैन। पेन्सिल्भेनिया र न्युयोर्कको बोर्डरमै छौँ, तर हामी न्युयोर्क भित्र नै छौँ अनि अहिले ग्यास सकिएको कारणले हामी ग्यास हाल्न आयौँ र सँगसँगै हामी अहिले खाजा पनि हामी लिएर आएका छौँ। खाजा पनि खाइहाल्छौँ। मेरो श्रीमतीले तयार पारिदिएको स्मुदी र चिकन र्याप भन्नुपर्छ अनि केही खानेकुराहरू अनि केकहरू तयार पारिदिएकी छ। अहिले हामी एरिक लेक गाडी पार गरेर हेर्न मिल्छ त्यो ठाउँमा आइपुगेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ। बोटिङ गर्नेको लागि पनि यहाँ धेरै राम्रो छ। अहिले हामी ठ्याक्कै नाइग्रा फल्सको एरियामा आइपुगेका छौँ अनि तपाईँले यहाँ पार गरिसकेपछि तिर्नुपर्ने हुन्छ। हामीले तिर्यौँ $16 ट्याक्स सहित गरेर लाग्यो। अब हामी नाइग्रातिर जाँदैछौँ। अमेरिकामा घुम्न सजिलो छ र ठाउँहरू पनि धेरै राम्रा राम्रा छन्, तर यहाँ पैसा चाहिँ हरेक कुरामा साथै धेरै लाग्ने। अर्को होटलमा हामी पार गर्न खोजेको त्यहाँ $26 लाग्ने, त्यो पनि भरे 3 बजेसम्म मात्रै। अनि यहाँ $16 वाला भेटायौँ, त्यो चाहिँ 6 बजेसम्म बेलुका। तपाईँ त्यसको माथि जानुभयो भने
नायग्राको सबै जानकारी तपाईले प्राप्त गर्न सक्नुहुन्छ। नायग्रा मार्केट हो। तपाईले यहाँ यस्तो यस्तो कुरा पनि भेट्टाउन सक्नुहुन्छ। यसको माथि गएर पनि तपाईले भ्यू अवलोकन गर्न सक्नुहुन्छ। यो क्यानाडा हो। तपाईले यहाँ देख्न सक्नुहुन्छ त्यो क्यानाडा हो। त्यो ब्रिजबाट तपाई जान सक्नुहुन्छ क्यानाडामा। यहाँ मुनि पनि तपाई मान्छे देख्न सक्नुहुन्छ। यताबाट पनि बोट लाग्छ अनि यताबाट पनि बोट लाग्छ। यताबाट युएस को पर्यो अनि उता चाहिँ क्यानाडाको पर्यो। Two adult for boat. अहिले हामी टिकट लिँदैछौँ। हामी यति तल जानुपर्छ बोटको लागि। यहाँ भिड हेर्नुस्। यहाँ तल आइसकेका छौँ लिफ्टबाट। अघि हामी माथि थियौँ अनि यो बोटिङ गर्नको लागि एकजना बराबर $26 लाग्छ। चेक जाँच गर्छ। यहाँ प्लास्टिक पनि दिन्छ हामीलाई। थ्याङ्क यू। अघि हामी त्यहाँ माथिबाट आएको हेर्नुस् त। माथि त्यहाँबाट लिफ्टमा तल आयौँ अनि आएर अनि यहाँ ल है हामी छिर्दैछौँ। यस्तो छ। एक्साइटमेन्ट छ। रमाउने कोसिस गर्नेछु। यहाँ तपाईले हेर्न सक्नुहुन्छ। पानी पनि आउँछ कि जस्तो लागेछ। यहाँ त धेरै हावा चल्ने रहेछ। ओहो हावा कस्तो गर्दैछ। पुरा पानी त भित्र आउने मान्छेको एक्सप्रेसन
सबै जुत्ता पो भिजिसक्यो। यस रमाइलो भयो एक्सपिरियन्स चाहिँ एकदम रिफ्रेसमेन्ट भयो। यहाँ तपाईले 25 सेन्टको कोइन छिराएर पनि तपाईले त्यहाँको भ्यू अवलोकन गर्न सक्नुहुन्छ। अब हामी फर्किँदैछौँ। यो चाहिँ स्टोर हो। यहाँ नाइग्राको म्याग्नेट केही छ कि हेरौँ, पायो भने लैजानु पर्ने। तपाईले यहाँ वरिपरि यता यस्तो सफारी तपाईले गर्न चाहनुहुन्छ भने सिटी सफारी टिकट लिनुपर्ने हुन्छ। अनि यहाँ यो वेटिङ रुम हो। यहाँ तपाईले पाउनुहुन्छ एडल्टको $3, चिल्ड्रेन $2, 6 to 12 अन्डर 6 भनेको 6 वर्ष मुनिलाई चाहिँ फ्रीमा पनि रहेछ। यस्तो राम्रो पार्कहरू यहाँ वरिपरि छ, तपाईले देख्नुहुन्छ। टिकट काउन्टर त्यहाँ छ। हामी अघि गएको रेनबो ब्रिज, यसमा हामी गयौँ हो। अनि गएर त्यसपछि यहाँ माथिबाट गएर हामी तल आयौँ। तलबाट आएर यहाँ बोटमा चढेको।
ओहायोबाट पेन्सिलभेनियाबाट अहिले ओहायोमा हामी प्रवेश गरिसकेका छौँ। हेर्नुहोस् त इभिनिङको सनसेट चाहिँ इभिनिङको सनसेट चाहिँ साह्रै राम्रो छ। त्यही भएर सो लगभग 350-400 माइल यात्रा गरेर नाइग्रा फल्सबाट अहिले लगभग 10:30 बजिसकेको छ रातिको। म घर आइपुगेको छु सुरक्षित साथ। अनि धेरै रमाइलो भयो, इन्जोय गरियो र थाकेको पनि छु। अनि मलाई आशा छ यो भिडियो तपाईँलाई मन पर्नेछ।